यो देशमा प्रधानमन्त्री चाहिँ नफेरिएका कारणले, प्रधानमन्त्रीको अनुहार नफेरिएका कारणले यो देशमा बदलाव नआएको होइन। यो देशमा धेरै जेलिएका अन्तर्विरोधहरू छन्, कतिपय जियोपोलिटिकल अन्तर्विरोधहरू छन् र अझ त्यो माथि सामना गर्न पर्ने हाम्रो सिस्टम छ, जो सिस्टम चाहिँ कम्तीमा एकपटक प्रधानमन्त्री भएपछि उसका भिजनहरू कार्यान्वयन गर्ने, एउटा पार्टीका भिजनहरू कार्यान्वयन गर्ने टाइम आजको व्यवस्थाले दिँदैन। सायद यो सेप्टेम्बर 8 र 9 को जुन आन्दोलन भयो, जेनजी आन्दोलन, त्यसले पनि यसैमाथि प्रहार गरेको मूलत, यद्यपि त्यसको विभिन्न परिभाषा गरिए तापनि उहाँहरूले त्यो आन्दोलनलाई पनि ओनरसिप लिएको सन्दर्भमा चाहिँ उहाँहरूले त्यसलाई कसरी जस्टिफाई गर्नुहुन्छ हैन? यदि प्रधानमन्त्री नै हुनको निमित्त त्यत्रो सिंहदरबार जलाउने, एउटा सानो पार्टी नै बनाउनको निमित्त त्यत्रो 76 जना व्यक्तिको चाहिँ आम रूपले केही हुने हो भने त त्यसको जस्टिफिकेसन दिनुपर्छ। मैले बोल्दै गर्दा कतिपयले तिमीहरू त्यत्रो गरेर आउने अनि यस्तो कुरा गर्ने पनि भन्नु होला, तर हामी त जस्टिफिकेसन गर्न सक्छौँ। यो देशमा गणतन्त्र ल्यायौँ, समानुपातिक व्यवस्था कायम गऱ्यौँ, उत्पीडनमा परेका व्यक्तिहरूलाई चाहिँ हामीले यो आवाजविहीनहरूलाई आवाज दिन सक्ने ठाउँमा पुर्यायौँ। त्यसकारण हामीसँग बसेर कुरा गर्दा जस्टिफिकेसन दिन मिल्छ।